हेलो एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ होला। आज फेरि म थुक्पाको रेसिपी लिएर आएको छु। घर चाहिँ जाडो जाडो भएको थियो अनि थुक्पा बनाउनलाई चाहिँ मसित थुक्पा नुडल्स थिएन, अनि त्यही भएर चाउमिनको नुडल थियो, चाउमिन बनाउनेवाला। अनि त्यही पहिला त्यसलाई चाहिँ नुन र तेल हालेर पानीमा, अनि त्यसपछि त्यो चप्किन्न के स्टिकी हुँदैन क्या होइन नुडल। अनि त्यसपछि त्यसलाई बलबल उमालेर राम्रोसित पकाउने। थुक्पामा हामीले पछि त्यसलाई फेरि प्रोसेसर पकाइन्न नि त, त्यही भएर पहिले सुरुमा 100% पकाउने। अनि त्यसपछि म चाहिँ यहाँ भेजिटेबल वेस्टेजहरूको चाहिँ स्टक बनाउने। यस्तो तिखर हुन्छ, धोइ पखाली गरेर राम्रोसित 2-3 चोटि पानीमा, अनि यसको स्टक बनाउने। यस्तो मिठो हुन्छ। पहिला स्टक बनाएँ, अनि त्यसपछि चाहिँ कराही तताएर तेल हालेर पहिला अदुवा हालेँ, अनि अदुवा हालेर अनि अदुवा हल्का फुल्दैसी लसुन हालेर अनि चलाएँ। अनि चलाएपछि फेरि प्याज हालिदिएको छु, अनि प्याज पनि हालेर एकछिन चलाएँ। अनि हल्का प्याज पनि हल्का खरिन थालेपछि चाहिँ फेरि खुर्सानी हालिदिएँ। अनि खुर्सानी हालेपछि अब पालो काउली। यस्तो के हजुर, थुक्पामा यो इन्ग्रिडियन्ट चाहिन्छ भन्ने छैन, जे हुन्छ नि आफूसित त्यही हाल्ने क्या। अनि चाहिँ काउलीपछि फेरि मुला हालेँ, अनि मुलापछि बन्दा थियो, बन्दा नि हालेँ। अनि हल्का पनिर पनि थियो, अनि पनिर पनि हालेँ। अनि त्यसपछि चाहिँ यसलाई एकछिन चलाएँ। मैले खासमा पानी नहाल्ने भनेको थिएँ, आमा फेरि डढ्यो भने डढाएर पहिल्यै पानी हालिदिनु भएछ कि हल्का भुट्नुपर्छ नि त। अनि चाहिँ पानी हालिदिनु भएछ, अनि हल्का पानी हालेर चलाएँ। अनि नुन हालेँ, अनि त्यसपछि टिमुर थियो, पिसेर राखेको टिमुर हालेँ। अनि त्यसपछि चाहिँ थोरै सोया सस हालेँ, 1 ढक्कन हाले पुग्ने थियो के अरे, मैले फेरि 2 ढक्कन हालेछु। अनि लास्टमा टमाटर हालेर पकाएँ। अनि टमाटर हालेर एकछिन भुट्ने होइन, अनि यिनीहरू सबलाई एकछिन मिक्स गर्ने। अनि यो डाडुमा फेरि निम्बुको रस हालेको, निम्बुको रस यसरी जमाएर राख्छन् के, अनि त्यो हालेको। अनि अघि न उसिनेको पानी चाहिँ अहिले त्यहाँ हालेको है थुक्पामा। यस्तो मिठो हुन्छ यो मिसाएर। अनि मसित भेजिटेबल सुपको उस थियो क्या, ड्राई थियो नि त भेजिटेबल सुपको, अनि त्यो हालेको। हजुरहरूले हाल्न पनि सक्नुभयो, नहाल्न पनि सक्नुभयो। अनि चाहिँ लास्टमा सर्भ गरेँ, पहिला थुक्पा राखेर, अनि त्यसको माथि चाहिँ हाम्रो भेजिजहरू सुपहरू सहित राखेँ। एउटा कुरा, अनि हजुरहरूलाई कहिलेकाहीँ भेजिटेबल सुपहरू खान मन लाग्यो भने जाडोमा सेम प्रोसेस हो। अनि तर लास्टमा चाहिँ मैले जुन स्टक मिलाएको थिएँ नि, त्यसको सट्टा चाहिँ कर्नफ्लोर घोलेर कि फेरि गहुँको पिठोहरू जुन पनि पिठो छ त्यो हाल्दै नै हुन्छ, चल्छ नेपालमा। रेस्टुरेन्ट फिल लिने हो भने चाहिँ कर्नफ्लोर नै हाल्नु। चप बन्दाले गार्निस गरिदिएँ।